फ्याबुला नमस्ते सबै आखे मेमे आखे माम मेमे माम आपा आमा जेजो नाना आगु आमे आप्यन आसेन आङे र मेरो सबै मित्रगणहरूलाई सबै तामाङ समुदायको यी सबै मनोभावहरूलाई म सुभाष शेर्पातर्फ हजुर सबैलाई यो 2026 को सोनाम लोसारको धेरै धेरै हृदयदेखि बधाई दिन चाहन्छु र बधाई छ सबैलाई र यसै प्रकार मैले आजभन्दा एक साल अगाडि पनि यही विषयमा म सबैलाई ग्रिटिङ गरेको थियो र आज पनि सबैलाई यो ग्रिटिङ गर्न पाउँदा धेरै खुसी छु। त यो हो आज मैले जुन ड्रेस लगाएको छु यो एकदम तामाङ बोइज एटायर हो। यो इज भेरी युनिक, इट्स रिप्रेजेन्ट द तामाङ कल्चर। तो आज हामीहरू जाँदैछौँ मोनेस्ट्री, हामीहरू गोम्बा जाँदैछौँ एन्ड द गोम्बा इज लोकेटेड इन इराङ 10 miles। त सबैजनालाई म आज देखाउनेछु दृश्य कि हाम्रो बुद्धिस्ट मोनास्ट्री कस्तो देखिन्छ म सबै दर्शाउनेछु। र आज विशेष गरी आज फर्स्ट डे अफ लोसार 19 जनवरी 2026। त आज हामीहरू गाउँमा भाइ बहिनी नाना जेजो सबैले आफ्नो आफ्नो एटायर कल्चर तामाङ एटायर लगाउनु छ। मेरो त एउटा सिम्पल छ, राम्ररी एटायर लगाएर आउनेछ र त्यो दृश्य देखाउनेछु। बच्चा ठुलो बुजुर्ग सबैहरूले आफ्नो आफ्नो तामाङ एटायर लगाएर आउनेछ र त्यो दृश्य देखाउनेछु। र आज यो ब्लग बनाउनेको विशेष उद्देश्य हो कि हाम्रो मणिपुर प्रान्तमा पनि तामाङ जनजातिहरू आफ्नो कल्चर हेरिटेजलाई कसरी प्रिजर्भ गरेको छ भन्ने चाहिँ तपाईँहरूलाई देखाउने छु। यो नयाँ कुरा होइन, यो सदियौँदेखि मनाएर आउने चाड हो लोसार, विच मिन्स न्यू इयर, न्यू मन्थ अफ द इयर। तो आज सबैले गुम्बामा आएर भगवान तथागत अर्हत सम्यक सम्बुद्ध भगवान साङ्गेलाई ढोकेर आशीर्वाद लिएर, लामा मेमेदेखि आशीर्वाद लिएर आजको रातदेखि चाहिँ उहाँहरूले आफ्नो आफ्नो जग्गामा भैलो भन्दाखेरि अब फेरि यता हिन्दूवाला चाहिँ होइन, तर त्यस्तै प्रकारको हाम्रो बुद्ध भगवानले देशना गर्नुभएको उपदेशहरूलाई लिएर उहाँहरूले आफ्नो कल्चरल आफ्नो ल्याङ्ग्वेजलाई लिएर आफ्नो ल्याङ्ग्वेजको गाना गाएर, पहिला अब होइन मुखदेखि गाना गाउँछ, त्यसको बाद गाना गाइसकेको बाद फेरि म्युजिक सिस्टम्सहरू नेपाली गानाको हुन्छ या तामाङ गानाको त्यो लगाएर हरेक घरमा गएर एक प्रकारको भैलो जस्तै नै हुन्छ, सेम प्रोसिजर। पहिला भटाउने मतलब आफ्नो गाना गीत जुन चाहिँ भगवान बुद्धप्रति हुन्छ या आफ्नो कल्चरसँग मिल्नेवाला गीत गाउनुहुन्छ र गीत गाएको बाद नाचगाना हुन्छ। त्यसको बाद सेम टु सेम उहाँहरूले कुछ दक्षिणा दिनुहुन्छ र त्यसलाई दिनुभन्दा अगाडि आशीर्वाद उहाँहरूको आफ्नो तामाङ भाषाबाट दिने गर्दछ र त्यसको बाद फेरि आफ्नो घर गर्दै गर्दै सबै घरमा पुग्नेछ। र मैले 2022मा पनि गएको थियो, एक दिन मैले गरेको थिएँ त्यो चिज, र फेरि 2023मा पनि मैले यो काङतुङमा गरेको थियो।
तर यसपालि चाहिँ काङतुङमा नगर्नै परेछ कुछ मरोपरोले गर्दाखेरि। त्यही भएर म पनि आज इराङमा खेल्नु पनि सक्छु र फेरि आज नै घुर्नु पनि सक्छु। 50-50 छ, अब त्यही पुगेर थाहा हुन्छ। त्यही भएर यो मैले लगाएको चाहिँ तामाङ कल्चरल ड्रेस हो, बोइस। यो बहुतै कम्फर्टेबल छ, बहुतै राम्रो छ। आफूलाई हेर्नेले कस्तो देख्नु त्यो मलाई थाहा छैन, तर लाउनेलाई चाहिँ एकदम कम्फर्टेबल फिल हुँदैछ एकदम होइन। कल्चरल एटायर हो यो। बाइ द वे म त शेर्पा कम्युनिटीबाट हो र हाम्रो लोसार चाहिँ अब गेल्बु लोसार भनिन्छ। सोनाम लोसारको 1 महिना बाद या 2 महिना बाद आउने हो। हाम्रो चाहिँ डेट थियो, तर सोनाम लोसारको बादमा आउने हो र तर पनि अब आफ्नो आशेको घरहरू सबै तामाङ भिलेजमा नै हुनाले गर्दाखेरि र आफ्नो चिनाजाना पनि धेरै त्यही हुनाले गर्दाखेरि मलाई चाहिँ अब होइन सोनाम लोसार मनाउँदाखेरि अलिक कम्फर्टेबल हुन्छ। तर यो होइन कि म गलत बसेर मनाउँदैन, र त्यो पनि म एकदम आदर सम्मान गर्छु। तर यसलाई पनि एकदमै आदर सम्मान गर्छु, किनभने नयाँ सालको नयाँ मन्थ हो। त्यही भएर यसलाई एकदम सम्मान गर्नुपर्छ। त्यही भएर म बहुत एक्साइटेड छु र अब म तपाईँलाई देखाउने छु कि म अहिले फिलहाल मेरो भेना, मेरो दिदीको घरमा छु र उहाँहरूले पनि मोनास्ट्री जानका लागि तयारी गर्दैछ। त्यही भएर अब म हिन्दी बोल्ने कोसिस गर्छु, किनभने अब मेरो दर्शकहरू धेरै हेर्नेहरूले मलाई धेरै हिन्दीमा हेर्ने गर्छ। त्यही भएर आफ्नो वेशभूषा र बुद्धिस्ट कल्चर्सहरूलाई पनि अरूको माझ प्रस्तुत गर्नका निम्ति, उहाँहरूलाई बुझाउनको निम्ति म हिन्दी बोल्छु। तर यो होइन कि म आफ्नो भाषालाई चाहिँ बोली गरेको र अरूको भाषालाई माथि गरेको हो, यस्तो नमानिदिनु होला। म खाटी गोर्खाली हो। म आफ्नो मातृभाषालाई धेरै अन्य भाषाभन्दा प्राथमिकता दिने गर्दछु। त्यही भएर बस धेरै दर्शकहरूलाई आफ्नो कल्चरको बारेमा बताउनको निम्ति, बुझाउनको निम्ति चाहिँ मैले म्याक्सिमम टाइम हिन्दीमा बोल्ने गर्दछु। त्यही भएर फेरि पनि भन्छु, जति मेरो तामाङ समुदायको दाजु दिदी, आप्पा आमा सबैजनालाई म सुभाष शेर्पाको तर्फबाट हजुरलाई धेरै सोनाम लोसार 2026 को शुभकामना छ। हजुर सबैलाई जहाँ हुनुहुन्छ तपाईँहरू खुसी रहनुहोस्, खुसीले बस्नुहोस्, सुख सुविधाले बस्नुहोस्। दुख बिमार रोग कष्ट झगडटन्टा अनिकाल जीवनमा आउने नकारात्मक बाधाहरू यो सबै नआइदियोस् हजुरको परिवारमा, र हजुरको परिवारदेखि हजार करोड दूरदेखि नै तर्केर गओस् र हजुरहरू जहाँ भए पनि हजुरको राम्रो चिताएको मनोकामना पुरा होस्, सबैको आयु लामो होस्, दुर्बल नहोस् र हाम्रो गुरु भगवान तथागत अर्हत सम्यक सम्बुद्ध भगवान बुद्धले गर्नुभएको धर्मलाई आफ्नो जीवनमा ग्रहण गरेर अपनाएर र आफ्नो रोजमर्राको जीवनमा उतार्न सकोस् र धेरै अपमान पुण्यहरू जम्मा गर्नेको सबैले भाग्य प्राप्त गरून् र हाम्रो लामा मेमले सिकाउनु भएको धर्मलाई सुनेर बुझेर मात्रै नभएर आफ्नो जीवनमा पनि उतार्नु सकुन् र धेरै पुण्य कमाउन सकुन्। भवतु सर्वमङ्गलम्। म अब देखाउने छु